मोरङ जिल्लाको पर्यटकीय स्थल बेतनासिमसारदेखि शान्ति टोल विकास संस्था बेलबारी 4 को दक्षिणपट्टि रहेको आदरणीय दर्शक महानुभावहरू, मोरङ जिल्लाको बेलबारी नगरपालिका वडा नम्बर 3 स्थित सामुदायिक सर्प 10 उपचार केन्द्रमा आज स्थानीयवासी र श्रम संस्कृति पार्टीको आयोजनामा यहाँ आज सरसफाइ र यहाँ वृक्षारोपणको कार्यक्रम भइरहेको छ। यो वृक्षारोपण कार्यक्रम र सरसफाइ कार्यक्रममा स्थानीयवासी साथै नेपाल आर्मीको भूभू सङ्घ पनि यो महान कार्यमा सहभागी भएको तपाईँहरूलाई जानकारी गराउँदछु। सयपत्री चाहिँ जोगाएर, तर यो झारले त ढकमक्क छोपेको रहेछ है। गुम्बाको बहिनीहरू नै हो र? गुम्बाको बहिनी त हामी नै हो। जहिले हामी हरेक शनिबार श्रममा हिँड्छौँ हो, हरेक भिडियोमा आइरहेको हुन्छौँ त हामी। हामी चाहिँ आउँछौँ दुईजना चाहिँ होइन दाजु भन्नु होइन, उठा 20 गते क्या उठाएर म चाहिँ आउँछु, अरू अब के गर्छ यो महान वृक्षारोपण कार्यक्रममा स्थानीयवासीको बाक्लो उपस्थिति तपाईँले देख्न सक्नुहुन्छ। ए अन्जन सरको त गेटको आज सरसफाइको हो क्या? हजुर हजुर, आज यो हाम्रो यो सर्पदंश उपचार केन्द्र यहाँ आज हजारौँ मान्छेहरूलाई चाहिँ सर्पले टोकिरहँदा सबै ठिक भएर गएको ठाउँ अब दैमाथि सर यसलाई चाहिँ चटक्कै सरसफाइ गर्ने, बिरुवा रोप्ने होइन, हामीले त हो यसलाई अलिकति राम्रो बनाउने भनेको। ल हजुर, तपाईँ घाइते हुनुभयो क्या हो के? ए ल, यहाँनिर यो बेटरिन लाउनुपर्छ ल हौ। यो लहरा चाहिँ बादे लहरा रहेछ क्या? रहेछ, पुरा गनायो। यो छुने बित्तिकै यस्तो मिठो बास्ना आउँदो रहेछ। आज मोरङ जिल्लाको बेलबारी नगरपालिका बेतनासिमसार पर्यटकीय स्थल दक्षिणपट्टिको यो सर्प 10 उपचार केन्द्रमा यहाँनिर संस्था, स्थानीय र श्रम संस्कृति पार्टीको सहभागी भएर यहाँनिर सरसफाइ अभियान र वृक्षारोपण कार्यक्रम भइरहेको मैले यहाँनिर तपाईँहरूलाई दृश्य देखाउन चाहेँ। दर्शक महानुभावहरू, यसरी उहाँहरू आफ्नो तालमा यसरी अभियानमा सहभागी भइसक्नु भएको छ। 900 जना जतिले एउटा सर्पले टोकिरहँदाखेरि पनि सफल उपचार भएर बाँच्न सफल भएको यो ठाउँ पर्छ भन्ने लागेर पनि हाम्रो यो दोस्रो पटक यो ठाउँमा तेस्रो पटक हाम्रो श्रमदान भइरहेको छ। त्यसैले साथीहरू यो हात हतियार भएको
यहाँ देश को कस्तो अरे एउटा सिरिज एउटा जाकरान्डा त्यसको बिचमा दुईटा कल्की छ अनि 5 फिटेदा चाहिँ धुपी लाइने हुन्छ। यहाँ पछि जो पेसेन्टको जो हुन्छ नि यहाँनिर सहयोगी आउनुहुन्छ नि आफन्त उहाँ चाहिँ यहाँ यसो हिँड्नु डुल्नु होइन यसो टिकटक बनाउनु सेल्फी हान्ने ठाउँ हो क्या यो। जय श्रम संस्कृति हेर्नु तपाईँले हातले छुन्नु त यो कति फर्स्ट आउँदो रहेछ हेरौँ गोडु न तपाईँ भयो भयो म तल नापेर ल्याउनु पर्यो। अहिले त ठुलो झाडी भएको हुनाले हामी धेरै जसो श्रमदाताहरू चाहिँ यो ठुलो झाडीतिर लागौँ त र पश्चिमपट्टिको ठुलो झाडीमा अनि हामीले भरे उनीहरू ठुलो झाडी गर्नेछौँ। जय माटो जय दे सरसफाइ बेरबारी कति हो यो दिन होला 4 बाजाइ वेतन छौमा हामी चाहिँ यहाँ सरसफाइ अभियान वृक्षारोपण कार्यक्रम आज वृक्षारोपणको लागि आएको छौँ। ल आदरणीय दर्शक महानुभावहरू यो झाडी चाहिँ एकदम बाक्लो भएको अवस्थालाई यहाँनिर स्थानीयवासी र
श्रम संस्कृति र यो सर्पदश उपचार केन्द्रको समितिद्वारा यहाँनिर आज यहाँ अभियान सरसफाइ अभियान र वृक्षरोपण कार्यक्रम भइरहेको तपाईँलाई देखाउन चाहे। दर्शक महानुभावहरू, मामा के भयो? सिस्नुले पोल्दो रहेछ, हातहरू यस्तो भइरहेको छ होइन। अब श्रम गर्नु भनेको त्यति साह्रो सजिलो चाहिँ होइन नि त। अब एक त मान्छेमा त्यो पानी हुनु पर्यो, त्यहाँबाट हर्को बाँध्दा फ्लो गर्नु। भाइको भरमा मिठो खाना राम्रो लाउन खोज्दा होस् गर नेपाल नेपाली हो भोकै मर्ने दिन आइसक्यो। यसमा चाहिँ हामी पुरा सबै श्रमदाताहरू भन्नुभयो। बिरुवा यो विभिन्न जातको बिरुवाहरू रोप्ने योजना रहेको छ र अब हामी ठ्याक्कै सुरुवात भएको छ र अब हामी यो परिसरभरि यो बिरुवा रोप्ने आज कार्यक्रम जानकारी गराउँदैछौँ। जय श्रम। ल ठिक छ। अब हामीले रोपेको बिरुवा चाहिँ एकदम दार्जिलिङ काम गर्ने तपाईँहरूको सस्ताबाट दिनुभएको हो? सस्ता बढ्यो। के दिँदै हुनुहुन्छ? हामी पानी र बिस्कुट, पानी र पानी बिस्कुट अनि यो चिसो पनि हाम्रै सस्ताबाटै हो। सस्ताबाट हो? हस् धन्यवाद। भएको भए त म एउटा फ्याक्टोले डालिदिइहाल्थेँ। तपाईँको नम्बर दिनु त दाइ। आदरणीय दर्शक महानुभावहरू, यो सर्व उपचार 10 केन्द्रको आजको अभियानमा तपाईँहरूको यो अभियान चाहिँ तपाईँहरूले गर्नुभएको कि श्रम संस्कृति र स्थानीय मिलेर गर्नुभएको? यसको अब यो यही नै भन्ने छैन, यसमा हामी सामूहिक प्रयास हो। हामीले पनि यो अभियान सर्वदंशले पनि तयार गरेको थियौँ र श्रम संस्कृति पार्टीबाट पनि यो अभियानमा हामी पनि सहभागी हुन्छौँ र हामी त्यहाँ सरसफाइ गर्ने भन्ने प्रस्ताव आयो। त्यस पछाडि आज यहाँ 4 ग्रुपहरू छन्। हाम्रो एउटा सर्वदंश उपचार समितिको कार्य समितिको सदस्यहरू,
शान्ति टोल कार्य के अरे टोल विकास संस्थाको साथीहरू र भूपू सैनिक साथीहरू र श्रम संस्कृति पार्टी हामी 4 समूह मिलेर यसको आज सरसफाइ गर्ने काम भइरहेको छ। यो सामूहिक प्रयास हो। उहाँहरूले प्रस्ताव गर्नुभएको थियो, हामीले पनि त्यसलाई सहकार्य गरेर हामी संयुक्त रूपमा गर्दैछौँ। हजुरको शुभ नाम चाहिँ? म यस संस्थाको अध्यक्ष, म प्रेम गुरुङ, मेरो घर मोरङ बेलबारी 3। हजुरको शुभ नाम? नमस्कार, म चाहिँ यस संस्थाको उपाध्यक्ष खगेन्द्र कुमार श्रेष्ठ। हजुर। मेरो घर चाहिँ बेलबारी 11 लक्ष्मीनगर। हजुर नमस्ते। आज त यो वृहत रूपमा आजको वृक्षारोपणमा तपाईँ पनि सहभागी हुनुभएछ। तपाईँ संस्थाबाट आउनुभयो कि स्थानीयबाट आउनुभयो कि तपाईँ श्रम संस्कृतिबाट आउनुभयो? म चाहिँ हाम्रो यो सर्पदंशको चाहिँ कोषाध्यक्ष। हजुर। सर्पदंशबाट आएको हो। सर्पदंशबाट। हजुर शुभ नाम? मेरो नाम सीता ढकाल सुवेदी। हजुर। बेलबारी 3 सुन्दर शान्ति टोल। अनि यो अहिलेको जुन यो वृक्षारोपण कार्यक्रम र यो सर्पदंश केन्द्रको आसपासको सरसफाइ अभियानमा यो अभियान चल्दा तपाईँलाई कस्तो लागिरहेछ? मलाई चाहिँ धेरै नै खुसी लागिरहेछ। यो सबै मिलेर गर्नु नै राम्रो हो जस्तो लाग्छ। हजुर। त्यसैले अब हामीहरूले पनि आयोजना राखेको थियौँ, साथसाथै श्रम संस्कृति पार्टीबाट पनि हुँदाखेरि धेरै नै सामूहिक गर्दाखेरि धेरै रमाइलो राम्रो लागिरहेछ। यसरी नै जुटेर गर्नुपर्छ जस्तो लागिरहेछ मलाई। हस्, धन्यवाद। दिनभरि गफ गर्ने पारा मिलेन, चिट्टा पारा मिलेन, पारा मिलेन, चिट्टा पारा मिलेन। मतलाटा दिनभरि काम गर्ने, तिनका बाटा दिनभरि गफ गर्ने। Para
त बाठा